हेलो गाइज वेलकम टु माई भिडियो। तपाईँहरू सम्पूर्णलाई मेरो भिडियोमा स्वागत छ। अनि आज चाहिँ मैले किन बिहान भिडियो एडिट गर्दैछु भने कति बजी अहिले बिहान किन भिडियो एडिट गर्दैछु भने अहिले चाहिँ बिहानको 6:41 भइसकेको छ। अनि किन बिहान भिडियो गर्दैछु भने चाहिँ म र तपाईँहरूलाई चाहिँ आज मन्दिर दर्शन गर्न जाँदैछौँ, छाब्दी मन्दिर। त्यसैले चाहिँ मैले भ्लग स्टार्ट गरिहालेँ। अब म चाहिँ रेडी हुन्छु होइन। मैले रेडी त भइसक्यो, मास्टर चाहिँ सनस्क्रिन लगाएर टल्किरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ। अनि दिदी चाहिँ यहाँ पुरै फुल टुप मेकअप गरिसक्यो। उसलाई पो मेकअप गर्न आउँछ र रेडी हुन्छ, आफूलाई त गर्न आउँदैन, त्यही भएर तताले गादा लगाइदिन्छ अनि भ्याइयो। अब म पनि रेडी भएर तपाईँहरूलाई भेट्ने छु है त गाइज। म फुल रेडी भएर आउँछु। अब हामी चाहिँ रेडी भइसक्यौँ, अब रेडी भएर जान लागिसक्यौँ। उता तता पनि रेडी भइसक्यो। यहाँ त मम्मी चाहिँ नजाने हामीसँग, किनकि एउटा मात्रै साधन त्यसैले बाई बाई मम्मी। भाइ पनि गएन। हामी चाहिँ अब रेडी भइसक्यौँ। अब बाटोमा भेट्छौँ कि मन्दिरमा गएर। अहिले चाहिँ हामी छाब्दी जाने बाटोतिर आइसकेको छौँ। कुन ठाउँ अरे यो? कुन ठाउँ हो अरे क्या चारकुने अरे आइसकेको छ। राइडर जहिले भ्यास हुन्छ। अब तपाईँलाई चाहिँ हामी सिधै डाइरेक्टली मन्दिर गएपछि भेट्नेछौँ होइन। हामी चाहिँ आज माथिल्लो बाटो आए चाहिँ हामी साथीलाई भेट्ने भनेको, मेरो साथीको घर कटिहाल्यो। अब के गर्नु, हेर त अल्छिनी देख्न सक्नुहुन्छ कस्तो राम्रो भ्यू देखियो कि त पारिपट्टि चाहिँ है। क्यामेरा अन गरेर मस्त बोल्दै बसेको भए त खतरा लड्थ्यो, तर त्यस्तो हुन्थेन है। हामी चाहिँ फाइनली छाब्दी बजारहरू चाहिँ ल्यान्ड गरिसकेको छ। छाब्दीतिर हामी चाहिँ अब आइसकेको छौँ। अब चाहिँ मन्दिरतर्फ जाँदैछौँ होइन। हामी चाहिँ देख्न राखेको चाहिँ मन्दिर आइपुग्यो। आज चाहिँ माछा यस्तो देखाउँ भनेको खोलै बढेर रहेछ, यो माछा देखाउनु हो। आइसकेको छौँ छाब्दी मन्दिर। सक्नुहुन्छ माछा चाहिँ छैन है गाइस। माछा छ नि त, भगवान्ले भन्नुभयो, तर धमिलोबाट चाहिँ खासै राम्रोसँग देखेको छैन होइन। अनि उहाँ चाहिँ परेवा हुनुहुन्छ। माछाहरू देख्न सक्नुहुन्छ। लाइन देख्न सक्नुहुन्छ तपाईँले होइन। भक्तजनको लाइनहरू जाने मान्छेहरू आउँदै हुनुहुन्छ। हाम्रो पछाडि पनि मान्छेहरू हुनुभयो, तर मैले क्यामेरा फर्केर चाहिँ देखाइनँ कि काट्दै स्याहार्दै। कुखुरा पौडी खेल्यो। यहाँ चाहिँ कुखुरा झिक्नको लागि भइरह होइन, कष्ट गर्दै हुनुहुन्छ भक्तजनहरू। यहाँबाट निस्किसक्यौँ मन्दिरबाट होइन। मन्दिरलाई दर्शन गरेर भगवान्लाई भेटेर मनको कहानी सुनाएर चाहिँ हामी निस्किसक्यौँ। अब हामी जानेछौँ घर निस्किने बाटो। हामी चाहिँ अब निस्किसक्यौँ। यहाँ मन्दिर पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले। अब हामी चाहिँ यहाँबाट निस्केर जानेछौँ। बात छ कि दामी छ कि राम्रो राम्रो चिजहरू छ कि, तर के किनौँ भाइ।
निस्किसक्यौँ होइन त निस्केर चाहिँ अब घर जाँदै अब घर जाँदै हामी कहाँ कहाँ बस्दै जान्छौँ तपाईँले देखाउँदैछु र गाइस अहिले चाहिँ हामी छाप्ती मन्दिर दर्शन गरेर नि आइसकेछौँ अब यति नै होला मेरो भ्लग अब योभन्दा म के बनाउँछु अब के भएछ भने चाहिँ कन्टिन्यू गर्छु नत्र यतिमै इन गर्नु छ अब हामी चाहिँ यहाँबाट सिधै बाबाको घर जानेछौँ होइन कान्छा बाबाको म कान्छा बाबाको पुगेछु तपाईँहरूलाई म देखाउने नै छु अहिले चाहिँ दिदी र म मन्दिर दर्शन गरेर घर जानेछौँ तपाईँहरूलाई म भइ पुगेपछि देखाउने छु भात गाउँ आइसकेको छ भात गाउँको चाहिँ हामी डौरी बजारतर्फ जाँदैछौँ देख्न सक्नुहुन्छ अम्बरपुरी लाइन तपाईँहरूले भन्नुको देख्न सक्नुहुन्छ तपाईँहरूले साथीहरू मानुङको डौरी बजार देखिदिएर छोरा जस्तो लाग्छ यार मलाई त आज चाहिँ मेरो भाइको बर्थडे अरे कि त्यसैले हेलो बाबु ह्याप्पी बर्थडे बाबु थ्याङ्क यू कस्तो गेम खेल्दै बाबु आज बाबुसँग के मागेको नि तिमीले बर्थडेको दिनमा के माग्ने हो के माग्ने प्लान छ आज हो यो गुइए त बोल्दिनँ कि बाबु यता हेर्न अब